दर्शक नमस्कार। टिबेट टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परमपवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुडु साङपो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परमपवन दलाई लामा ज्यूद्वारा लद्दाखमा मुस्लिम समुदायसँगका अन्तर्क्रिया। तिब्बतीहरूले भारतको 75औं स्वतन्त्र दिवस मनाए। प्रतिनिधि थिल्ने छुकीले चेक र स्विट्जरल्यान्डका विशिष्ट व्यक्तिहरूसँग भेट। तिब्बती दूतावास वाशिंटन डीसीद्वारा तिब्बती युवाहरूको लागि कार्यशालाको आयोजना। अब समाचार विस्तारमा। परमपवन दलाई लामा ज्यूले यस हप्ता लद्दाखमा मुस्लिम समुदायको सदस्यहरूसँग कुराकानी गर्नुभयो। यस हप्ता मंगलबार लद्दाख मुस्लिम समन्वय समिति लेद्वारा शाह ए हमदन मस्जिद शरफ शेमा आयोजित समारोहमा शिया र सुन्नी समुदायका दुवै नेताहरूले परमपवन ज्यूलाई स्वागत गर्नुभएको छ। अन्तर्क्रियामा परमपवन ज्यूले तिब्बतका बौद्ध र मुस्लिम समुदाय बीचको राम्रो सम्बन्ध र बाल्यकालमा मुस्लिम बालबालिकासँगको आफ्नो मित्रताको स्मरण गर्नुभयो। परमपवन ज्यूले हाम्रो न्यानो हृदयलाई प्रोत्साहित गर्नुमा जोड दिनुका साथै विभिन्न धार्मिक परम्पराहरूद्वारा आयोजित विभिन्न दार्शनिक बिन्दुहरूको साझा उद्देश्य हो भन्नुभयो। You may know my own birthplace area, northeast Tibet. A lot of Muslim families. Since childhood, your daily prayer, I heard. गत शनिबार जांस्कारको भ्रमणका क्रममा परमपवन ज्यूले पदुम मुस्लिम समुदायको निमन्त्रणमा ईदगाहको दर्शन गर्नुभएको थियो। उहाँले जांस्कार मुस्लिम र बौद्ध समुदायहरू एक अर्कासँग घनिष्ठ सद्भावमा बसेको देखेर आफ्नो खुसी व्यक्त गर्नुभयो। पदुम गाउँमा परमपवन ज्यूले 4000 भन्दा बढी विद्यार्थी र युवाहरूलाई सामाजिक, भावनात्मक र नैतिक शिक्षाका साथ हृदय र बुद्धिलाई शिक्षा प्रदान गर्ने विषयमा शिक्षा प्रदान गर्नुभएको छ। भारतले यस हप्ता सोमबार आफ्नो स्वतन्त्रता वा आजादीका अमृत महोत्सवको 75 वर्ष पूरा गरेको छ। केन्द्रीय तिब्बती प्रशासनको नेतृत्वमा देशभरका तिब्बतीहरूले आयोजक देश र यस जनताको उद्धारप्रति कृतज्ञताको साथ यो उत्सव मनाएका छन्। धर्मशालामा स्थित तिब्बती कला प्रदर्शनी संस्थानमा आयोजित समारोहमा केन्द्रीय तिब्बती प्रशासनका सिजौं पेम्बा छिरिङले स्वतन्त्रताका लागि आफ्नो उपनिवेशित विरुद्ध लड्ने भारतको शहीदहरूलाई सम्झना र विभिन्न नेताहरूको नेतृत्वमा भारतको स्वतन्त्रतापछि भएका ठूला विकासको प्रशंसा गर्नुभएको छ। सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा काङ्ग्राचम्पाका सांसद श्री किशन कपूर र अन्य स्थानीय भारतीय प्रशासकहरू र इन्डो तिब्बत मैत्री संघका क्षेत्रीय सदस्यहरू उपस्थित हुनुभएको थियो। अस्ट्रेलियाको क्यानबेरामा रहेका तिब्बतीहरूले अस्ट्रेलियामा तिब्बती दूतावास कार्यालयका प्रतिनिधि कामा सिङ्गेको उपस्थितिमा यो पर्व मनाएका थिए। कार्यक्रममा भारतीय उच्च योग र अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागले संयुक्त रूपमा आयोजना गरेको थियो। बेंगलोरमा स्थित मुख्य प्रतिनिधि कार्यालय, दिल्लीको तिब्बती बस्तीका अधिकारी वीर डलौजी, कुल्लू, पोन्टा र कालिम्पोङले पनि भारतीय प्रतिष्ठित व्यक्ति र साथीहरूको उपस्थितिमा भारतको स्वतन्त्रताको 75औं वार्षिक अवसर मनाएका थिए। तिब्बत दूतावास कार्यालय जेनेभाका प्रतिनिधि ठिले छुकीले संयुक्त राष्ट्र संघीय अधिवक्ता कल्डिन छुमोसँगै चेक गणतन्त्र प्रागको 4 दिने भ्रमण गरेको छ। प्रतिनिधि ठिले छुकीलाई सिनेटमा सिनेटका उपाध्यक्ष माननीय जेरी ओबरफ्लेजरले स्वागत गर्नुभयो र फ्रेन्ड्स अफ तिब्बत समूहका अध्यक्ष र चेक सेनेटका उपाध्यक्षसँग पनि भेट गर्नुभयो। उनले तिब्बतका लागि सिनेट समूहका सदस्यहरूसँगको बैठकमा पनि भाग लिइन् र सेनेटहरूले तिब्बत र तिब्बती जनतालाई उनीहरूको निरन्तर समर्थन दिन प्रतिध्वनि गर्नुभयो। प्रतिनिधि ठिले छुकीले पनि उच्च सरकारी महानुभावहरूसँग भेट गरी तिब्बतप्रति लामो मित्रता र एकबद्धताका लागि चेक गणतन्त्रप्रति तिब्बत र तिब्बती जनताको कृतज्ञता व्यक्त गर्नुभयो। प्रतिनिधि ठिले छुकीले यस हप्ता स्विट्जरल्यान्डको माइग्रेसन राज्य सचिव
क्रिस्टिन स्क्रानर बर्गनरसँग शिष्टाचार भेट गर्नुभयो र स्विजरल्यान्डमा कागज बिना तिब्बतीहरूको चुनौतीपूर्ण अवस्थाहरू उठाउनुभयो। गत हप्ता बिहिबार तिब्बती दूतावास कार्यालय वाशिंटन डीसीले तिब्बत कोष संघको सहकार्यमा ग्यारिसन इन्स्टिच्युटमा धर्मनिरपेक्ष नैतिकता र युवा नेतृत्व सम्बन्धी 4 दिने कार्यशाला आयोजना गरेको छ। प्रतिनिधि नम्गेल छुटुबले केन्द्र प्रशासन र तिब्बती युवाहरूले जोड्ने र तिब्बती पेशकर्मीहरूले तिब्बती कारणसँग अझै प्रभावकारी रूपमा संलग्न हुन सक्ने तरिकाहरू खोज्ने विषयमा कुरा गर्नुभयो। एमोरी युनिभर्सिटीको एसएसई लर्निङ प्रोग्रामका संयोजक चुन्डु सम्फे र डाक्टर तेन्जिन सोनमद्वारा सञ्चालित यस कार्यशालाले सहभागीहरूलाई करुणा र अन्तर्निर्भरताको अवधारणा र भित्रीमनको कल्याणबारे परिचय गरेको थियो। सो कार्यशालामा 38 विभिन्न विश्वविद्यालय र 15 उच्च माध्यमिक विद्यालयका 80 भन्दा बढी विद्यार्थीहरूले भाग लिएका थिए। हस् त यसका साथै आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसिदेले नमस्ते।